सब्जी पुऱ्याउनु गएको कुकुरले खेदाएर झन्डै टोक्यो। र नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी भ्लगमा। र बिहानै उठेर यसो केस मिलाउँदै हिँडिरहेको थियो, चट्ट मम्मीको मिस कल आएर चाहिँ म लागेँ अम्लिसो लिनु। र यसो बिहान चाहिँ दामी दिन देखिरहेको थियो र म अम्लिसो लिएर घरतिर लागेँ। र यसो यसलाई एक दुईवटा नेवारको डाक्ला दिएर चाहिँ म लागेँ कुच्चो लुस्नु। र कुच्चो चाहिँ यति भएको थियो लुसेर चाहिँ। र यसो खानासाना खाएर भिडियो बनाउनुतिर चल्दै होइन। र भाइलाई पनि लिएर ओह्रालोतिर लाग्यौँ। र भिडियो बनाइसकेर एकछिनबाट चाहिँ फर्केँ म। र फर्केर घाँस लिनेतिर लागेँ। र बाख्रालाई घाँस लिएर चिया बसाएर अन्त नुहाउनुको लागि पानी पनि तताएर चाहिँ सब्जी पुऱ्याउनेतिर लागेँ। र यसो भ्यू देखाउँदै जाँदै चाहिँ बाटोमा त कुकुर भुक्नु थाल्यो। म त डरसरी गएँ हो। त्यहाँदेखि चाहिँ सब्जी पुऱ्याएर अर्को बाटो निक्लेर नुहाइसकेँ पनि। र यसो होमवर्क गर्नु थियो। होमवर्क गर्दा गर्दै भिडियो पनि सक्यो।